हेर्नुहोस् त यो गाडीको चाहिँ एकदम वालसी लिक भएर त्यही भएर मेरो इनोभाको खोलेर दिँदैछु। अब फिटिङ गर्ने छ है साथी हो। अब यहाँबाट यस्तो हालेर यस्तो गरेर चाहिँ यहाँ नट ट्याक्क मिलाएर चाहिँ अब चाहिँ यसको नट जुम गर्दैछु ल कस्नु पर्यो। मेरो चाहिँ पार्ट टाइम काम हो। यसो साथीभाइहरूले दुःख पायो भने अझ बोल्दै बाटो पनि यता फेस हल्ला देख्नु पऱ्यो नि। हल्का केटाहरूलाई यसो टाइम पास हो, बाटोतिर बिग्रिहाल्यो भने चाहिँ हल्का मलाई याद गर्नु। लोले गाउँ चारखोलतिर आयो भने चाहिँ हो म सल्भ गरिहाल्छु कामहरू हो। अब चाहिँ ओके हो। लाइलिनहरू सब भिजेछ तेलले हो। यो सब पुसपास गरेर लाउनु पऱ्यो। साथीको यहाँ लाइलिन पनि सक्नु आँटेको रहेछ। साथीको गाडी चाहिँ यहाँ सिलगढीबाट आएको गाडी रहेछ, बिचराहरूले दुःख पाएछ है। अब यता हो फिटिङ हो। यस्तो गरेर लक भयो लक। अब चाहिँ लास्ट फिनिसिङ हो। यसो हल्का साइन पेपरहरू लाउनुपर्छ किनभने तेल लागेको थियो है। अन्त यहाँ ड्रममा पनि मैले अघि लगाइसकेँ साइन पेपर हो। अब यहाँ ड्रम फिटिङ ट्याक्कै फिटिङ भयो हो। अब यो फिटिङ गरिसकेपछि यो टायर चाहिँ कहिले पनि म फिट गर्दिनँ, ड्राइभरले गर्छ। ल भाइ फिट गर। ड्राइभर गर्न देखाउनु भएन। अब मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनुहोस्। बाई बाई।